आज विभिन्न कार्यक्रमका साथ देशका विभिन्न क्षेत्रहरूमा प्लस विश्वभरि नै यो कार्यक्रम मनाइँदैछ। अब यो डायबिटिस हुन त सबै रोगहरू त्यत्तिकै डरलाग्दा हुन्छन्, त्यत्तिकै भयानक हुन्छन् र त्यत्तिकै दुःखद हुन्छन्। तर पनि हामीले चाहिँ डायबिटिसलाई किन विशेष अलिकति प्राथमिकताका साथ यसलाई चाहिँ यसको चाहिँ अवेरनेस जरुरी छ भने यो चाहिँ हामीले चाहिँ लगभग 35 एबोभ भएपछि धेरैलाई लगभग म्याक्सिमम मान्छेले हुने सम्भावना बढ्दै जान्छ। अलिकति जेनेटिक पनि भएको हुनाले बाबा आमालाई भयो भने बच्चा बच्चीलाई पनि एकदम हुने सम्भावना बढ्छ। त्यसकारण खानपिनले पनि यसलाई धेरै यो रोग निम्त्याउने गर्दछ। हाम्रो खानपिन चाहिँ गतिलो भएन भने, राम्रो भएन भने हैन, त्यसै विभिन्न कारणले चाहिँ यसको लाग्ने सम्भावना अलिक बढ्ने भएको हुनाले र यसमा अलिकति हामी सचेत भयौँ भने यो रोगबाट हामी चाहिँ टाढा रहन पनि सक्ने हुनाले यसको चाहिँ अवेरनेस हैन, यो रोग सम्बन्धी जानिराख्नु चाहिँ एकदम जरुरी छ। यति हुँदाहुँदै पनि व्यापक यसको चाहिँ अवेरनेस कार्यक्रमहरू हुँदाहुँदै पनि यो बढिरहेको छ। हाम्रो तथ्याङ्कबाट पनि देखिन्छ, नेपालमा पनि यो बढिरहेको छ। लगभग यसको वृद्धि दर 8%, अहिले पनि यसको प्रिभेलेन्स 8% देखिन्छ। विभिन्न हाम्रो चाहिँ यो अनुसन्धानको रिपोर्टहरू हेर्ने भए यो चाहिँ एकदम हाई लेभल नै हो। त्यसकारण पनि हामी सचेत हुन एकदम जरुरी छ। साथसाथै अब खानपिनमा पनि हामी सचेत हुन जरुरी छ। अनि यो वर्ल्ड डायबिटिस डेको उपलक्ष्यमा चाहिँ मैले चाहिँ काठमाडौँ युनिभर्सिटीमा म आफू पनि काठमाडौँ युनिभर्सिटीको डिपार्टमेन्ट अफ फार्मेसीको उपप्राध्यापकको हिसाबले पनि हिजो एउटा सानो कार्यक्रम गरेको थिएँ। विद्यार्थीहरूलाई मैले चाहिँ पोस्टर बनाउन सुझाएको थिएँ र विद्यार्थीहरूले चाहिँ डायबिटिस सम्बन्धी छलफल गर्नुभयो, त्यसको बारेमा जानकारी लिनुभयो। कति विद्यार्थीहरूले आफूले पोस्टरबाट चाहिँ धेरै कुराहरू जानकारी दिनुभयो। यस्ता कार्यक्रमहरू चाहिँ हामी चाहिँ गरिराख्यौँ भने चाहिँ आफ्ना साथीभाइ, समुदायमा हैन, समाजमा यो सम्बन्धी चाहिँ जनचेतना फैलाउन सकिन्छ र यो रोगबाट हामीले चाहिँ धेरैलाई बचाउन पनि सकिन्छ। एउटा महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। र यस वर्षको नारा के छ भने नो मोर एन्ड डु मोर फर डायबिटिस एट वर्क प्लेस भन्ने छ। डायबिटिस चाहिँ लागेका विभिन्न मान्छेहरू चाहिँ यो रोगका बावजुद पनि कति कामहरू गरिराख्नु भएको छ, अफिसमा काम गरिराख्नु भएको छ हैन, पढाइराख्नु भएको छ, हेल्थ सेक्टरमा काम गरिराख्नु भएको छ। तर के हामीहरूले उहाँको रोगको बारेमा उहाँहरूले कसरी त्यसलाई चाहिँ नियन्त्रणमा राख्नु भएको छ, उहाँलाई के कस्तो अप्ठ्यारो छ के हामीले सोचेका छौँ? यस विषयलाई अलिकति एउटा चाहिँ गहन रूपमा लिएर अहिलेको चाहिँ यो वर्षको वर्ल्ड डायबिटिस डेको चाहिँ स्लोगन भनौँ हैन, नारा नै त्योसँग सम्बन्धित छ। अब हामीले चाहिँ विभिन्न क्षेत्रमा काम गर्ने जो चाहिँ यो मधुमेहले ग्रसित हुनुभएको छ उहाँहरूको लागि पनि हामीले सोचौँ, उहाँहरूको लागि राम्रो वातावरण बनाइदिउँ, सहज बनाइदिउँ, ताकि उहाँहरू रोगसँग लड्दै र आफ्नो कार्यस्थलमा पनि राम्रो प्रदर्शन गर्न सक्नुहुने छ भन्ने एउटा चाहिँ वातावरण बनाउन चाहिँ हामीले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। हाम्रो मानौँ हामी विश्वविद्यालयमा छौँ भने विश्वविद्यालयमा त्यस्तो नीतिहरू हुनुपर्यो, हस्पिटलमा नीति हुनुपर्यो, हाम्रो चाहिँ सरकारी कार्यालयहरूमा त्यस्तो नीति हुनुपर्यो। हामीले चाहिँ जुन चाहिँ डायबिटिस लागिरहेका हाम्रा कर्मचारीहरूको पनि हितमा नियमहरू, एउटा सहज वातावरणहरू हामीले चाहिँ बनाउनु पर्यो, जसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ अझ सहज होस्, अझ आत्मबल को विकास होस्, अझ उहाँहरूबाट चाहिँ धेरै हामीले चाहिँ कामहरू र धेरै प्रयासहरू र धेरै सफलताहरू चाहिँ प्राप्त गर्न सक्नुहुन्छ भन्ने चाहिँ एउटा चाहिँ अवधारणा हामीले चाहिँ विकास गर्नुपर्ने जरुरी छ। त्यसैले यस वर्षको नारा चाहिँ हाम्रा कार्यक्षेत्रमा रहेका डायबिटिसबाट ग्रसित हुनुभएका व्यक्तिहरूमा समर्पित छ। धन्यवाद।